लु दिनु त दिएर हेर्नु त हजुर नि बस्नु भनेको चाहिँ हजुर नि बस्नुहोस् यहाँनिर पुलिस आउँछ होइन मैले कहाँ कुट्ला जस्तो पोजिसन गरेँ मेरो रेकर्ड छ के तपाईँलाई कुट्ला जस्तो कहाँ पोजिसन गरेँ भन्नुहोस् त लु तपाईँ जस्तोले गर्दाखेरि चाहिँ राइडरहरूलाई सेफ छैन कत्रो खाल्डो हो त बिस्तारै लानु न है हम्सहरु हेरेर त्यो हम्स होइन नि त त्यो हम्स होइन नि त जे भयो पनि बुझ्नु भयो नि हजुरले बुझे त्यही हो त्यही बुझ्नु भयो नि हजुर बुझे बताउँदिन नि त त्यही भएर मलाई थाहा छैन बुझ्नु भयो नि बुझे के खोजेको त्यही भएर अब लानु ल चाँडो अब बिस्तारै लानु पनि भन्नुहुन्छ चाँडो लानु पनि भन्नुहुन्छ लानु चाहिँ कसरी तपाईँलाई मसँग यसरी नबोल्नु है कस्तो नबोल्नु है कस्तो तपाईँसँग त्यसरी नबोल्नु यो लङ कन्भर्सेसन नगर्नु है तपाईको काम लाने हो ल्याउने हो त्यति मात्रै गर्नुस् है अनि कुदाउने चाहिँ मैले कसरी भन्नु नि त तपाईँ सिकाइदिनु नि त उसो भने छिटो लानु कि बिस्तारै लानु भन्नुहोस् त ल अब सेफली लानु अनि सेफली लगिरहेको छु त अब बिस्तारै कुदाउँदाखेरि नबोल्नु है सुन्नु न तपाईँ यहाँ सुन्नु न कन्भर्सेसन कन्टिन्यू नगर्नु लानु न चुप लागेर कन्भर्सेसन कन्टिन्यू नगर्नु छिटो लाँदाखेरि बिस्तारै लानु भन्नुहुन्छ बिस्तारै लाँदा छिटो लानु भन्नुहुन्छ लाने चाहिँ कसरी त तपाईँलाई अरे यार अब त्यहाँ कुद्दै अगाडि बाइक थियो त्यो बाइकले त्यो खाल्डोबाट लग्यो त मलाई थाहा भएन अब कन्भर्सेसन कन्टिन्यू नगर्नु न मलाई तपाईँसँग बोल्न बनै छैन क्या बुझ्नु भयो म आफै बोलिरहेको छु तपाईँसँग बोलेकै छुइनँ कन्भर्सेसन नगर्नु त अचम्म यार बिस्तारै लाँदाखेरि छिटो लानु अरे अब छिटो लाँदाखेरि बिस्तारै लानु भन्छ इमर्जेन्सीमा कल गरिदिनु गर्नु न अनि के भयो त गर्दाखेरि ल गर्नु ल अनसेफ हामीलाई पनि थाहा छ के सेफ कस्तो हुन्छ अनसेफ कस्तो हुन्छ हामीलाई पनि थाहा छ नदेखाउँदा हजुर हुन्छ बोलाउनु ल केही फरक पर्दैन म यहीँ छु मैले कुन आधारमा मसँग सबै रेकर्डिङ छ कुन आधारमा अनसेफ कुदाएँ मसँग कुरै नगर्नु क्या पुलिस बोलाउनु नि त लु मसँग रेकर्ड छ के मैले कहाँ अनसेफ कुदाएँ कहाँ सेफ कुदाएँ भन्ने कुरा मलाई थाहा छ नि त कस्तो मैले गल्ती कहाँ गरेँ ए तपाईँलाई मैले त्यहाँ टसाएको मैले बचाउनु खोजेँ मैले लु दिएर हेर्नु त मैले त्यहाँनिर तपाईँलाई बचाउनु खोजेको हो कि अगाडिको यहाँ सुन्नु एउटा कुरा अगाडिको उयोले अगाडिको स्कुटीले त्यो उयोमा लाउँदाखेरि मैले सेभ गर्नु खोजेको हो कि होइन तपाईँलाई स्लो गरिदिएको हो कि होइन बोलाउनु त ए मैले तपाईँलाई कसरी कुटुला जस्तो गरेँ म बाइकदेखि झर्दै नजरी बोलिरहेको छु हजुरलाई मैले कसरी कुटुला चाहिँ गरेँ हुन्छ बोलाउनु केही फरक पर्दैन A few minutes later हजुर ए केही फरक पर्दैन म बसिरहेको छु हुन्छु अनि तपाईँ किन जानुभएको आउनु न यहाँनिर तपाईँ पनि बस्नु न होइन हजुर नि बस्नु होइन हजुर नि बस्नु के होइन हजुर नि बस्नु भनेको चाहिँ हजुर नि बस्नुहोस् यहाँनिर पुलिस आउँछ होइन हजुर नि बस्नुहोस् त्यही त हजुर नि बस्नुहोस् यहाँ दिदीले देखिराख्नु पर्छ मैले तपाईँसँग कसरी बोलिरहेको छु भन्ने कुरा होइन
यहाँ अरूले पनि देखिरहेको छ मसँग, म तपाईँसँग कसरी बोलिरहेको छु भन्ने कुरा यहाँ अरूले पनि देखेको छ होइन। हजुर बस्नुहोस् भन्दैछु त। मेरो राइडको डिटेल्स मैले रेकर्ड गरेको छु म्याम, मलाई टेन्सन छैन के। उहाँले बोलाउनु भएको होइन दिदी, यहाँ हेर्नुहोस्, यहाँ सुन्नुहोस् है। अब अगाडिको स्कुटरले खाल्डोबाट लग्यो होइन, अब मैले त्यो खाल्डोमा बडाङ्गै पार्ने कि ब्रेक लाउने भन्नुहोस् त ल। यहाँनिर अगाडि एउटा खाल्डो थियो होइन, त्यहाँ स्कुटीले स्पिड लग्यो होइन, अब मैले त्यो खाल्डो जानी मैले स्पिडमा लानु कि त्यहाँ ब्रेक लाउनु भन्नुहोस् त। मैले के भने त्यही रेकर्ड छ मसँग, मैले भने तपाईँलाई। अनि उहाँले के भन्नु होइन, मसँग कन्भर्सेसन नगर्नु, छिटो जानु भन्नुहुन्छ। अनि अगाडि चाहिँ मलाई के भन्नुभयो, तपाईँ बिस्तारै कुदाउनु भन्नुहुन्छ। अब अनि मैले के भन्यो भने हजुरलाई भन्नुहोस् मैले बिस्तारै कुदाउनु कि छिटो कुदाउनु भन्दाखेरि अब डाइरेक्ट कराउनु थाल्नुहुन्छ क्या। अब मैले के भन्ने, मैले कहाँ कुट्ला जस्तो पोजिसन गरेँ, मेरो रेकर्ड छ क्या। तपाईँलाई कुट्ला जस्तो कहाँ पोजिसन गरेँ भन्नुहोस् त ल। अब आफै सुन्नु सर एउटा कुरा सुन्नुहोस् है, अगाडिको स्कुटरले खाल्डोमा उफारेर लाँदा मैले पनि उफारेर लानु त, ब्रेक नलाउनु भन्नुहोस् त। अनि अब त्यति कन्डिसनमा मलाई थर्काउनुहुन्छ। अब बिस्तारै कुदा भन्नुहुन्छ, अब मैले बिस्तारै कुदाउँदाखेरि छिटो कुदा भन्नुहुन्छ, मैले गर्नुपर्ने के? मैले गर्नुपर्ने के? मेरो रेकर्ड हेर्नुहोस् क्या इनड्राइभ अफिसमा गएर, अहिलेसम्म कुनै कम्प्लेन छ भने। मेरो यहाँनिर कस्टमरले दिएको रेटिङ हेर्नु कस्तो छ, अचम्म यार। होइन सुन्नुहोस् न दिदी, यस्तो भयो क्या, मेन भएको चाहिँ के भन्दा उहाँनिर बाटो खाल्चा गुल्चुक छ होइन, स्कुटरले स्पिड लग्यो क्या। अब मैले घाल्चा गुल्चुक देखेपछि ब्रेक लाउनु पर्यो कि परेन? अब ब्रेक लगाएको बिस्तारै कुदाऊ भन्नुहुन्छ, बिस्तारै कुदाऊ भन्नुभयो। अनि मैले बिस्तारै कुदाउँदाखेरि ल छिटो जाउँ भन्नुहुन्छ। अनि मैले के भने जम्मा जम्मी मैले भनेको बाटोभरि बोलेको छैन, मैले भनेको जम्मा जम्मी मैले बिस्तारै कुदाउनु कि छिटो जानु तपाईँ आफै भन्नुहोस् भने ल। मैले तपाईँलाई रिस पोखेकै छैन क्या, मैले हजुरलाई रिस पोखेकै छैन। मैले हजुरलाई तपाईँ भन्नु न, स्कुटीले खाल्डोमा स्पिड कुदाउँदाखेरि मैले पनि स्पिड कुदाउने कि ब्रेक लाउने? स्कुटीले खाल्डोमा स्पिड लग्यो भने मैले स्पिड लाने कि त्यहाँनिर ब्रेक लाउने? होइन डराउँछ जस्तो लाग्दो रहेछ मसँग त। मेरो राइडको यस्तै हुन्छ भनेर सुरुदेखि अन्तिमसम्म रेकर्ड गरिरहेको हुन्छु क्या म, कहाँ हुन्छ के हुन्छ भन्ने कुरा। मलाई हजुर पर उयो सामा खुसी देखिआएको, मेरो पैसा पनि नदी गइरहेछ हजुर। अब हेर्नुहोस् है होइन, स्कुटीले खाल्डोमा स्पिड लग्यो क्या। अब अगाडि स्पिड खाल्डो देखेपछि मैले ब्रेक लाउनु परेन, ब्रेक हल्का लगाएको के भन्यो भने बिस्तारै कुदाउनु मलाई अनसेफ फिल भयो भन्यो होइन। ल ठिकै छ भनेर मैले बिस्तारै आएँ नबोलिकन, स्पिड छिटो जाउँ भन्छ। अनि मैले जम्मा जम्मी भनेको स्पिड छिटो जाउँ कि बिस्तारै जाउँ तपाईँ आफै भन्नुहोस् भनेको। त्यति भन्दा अब मैले थर्काएँ अरे उहाँलाई। मैले कसरी थर्काएँ तपाईँलाई? म एक्ज्याक्ट रियालिटी सिन भनिदिन्छु क्या तपाईँलाई, हेर्नुहोस् है, एकैछिन नबोल्नु होइन, एकैछिन नबोल्नु। यहाँ सुन्नु म एक्ज्याक्ट सिन म हजुरलाई एक्ज्याक्ट सिन भनिदिन्छु, त्यसपछि तपाईँ आफै भन्नु क्या भएको के भनेर। हेर्नु मेरो अगाडि दुईवटा बाइक र स्कुटी कुदिरहेको थियो, एकैछिन नबोल्नु न, म एक्ज्याक्ट सिन बताइदिन्छु। बाइक र स्कुटी कुदिरहेको थियो, त्यो दुईटाले खाल्जा गुल्टीमा नरोकिकन स्पिड लग्यो। मैले खाल्डा देखेपछि ब्रेक लगायो हल्का, तपाईँले के भन्नुभयो भने भन्दा दाइ मलाई अनसेफ फिल भयो, बिस्तारै कुदाउनु भन्नुभयो। यहाँ सुन्नु, बिस्तारै कुदाउनु भन्नुभयो। म तपाईँसँग केही नबोलिकन बिस्तारै कुदाएर आउँदै थिएँ, ल भयो अलि चाँडै जाउँ भन्नुभयो। अनि मैले तपाईँलाई जम्मा जम्मी भने के भन्दाखेरि बिस्तारै जाउँ कि चाँडो जाउँ तपाईँ आफै भन्नुहोस् भने। त्यति भन्दाखेरि तपाईँले टोन त जो मेरो बोल्ने टोनै त्यही हो त होइन, मैले बोल्ने टोनै त्यही हो त, मैले बोल्ने टोनै त्यही हो। अब कसरी बोल्नु त म तपाईँसँग हजुर महाशय भनेर बोलिदिनु पर्ने? नचढ्नु न त इनड्राइभ उसो भने, अनसेफ फिल भएको छ भने। मेरो गएर सोध्नु मेरो नम्बर लिएर गएर सोध्नु इनड्राइभ अफिसमा, यो नम्बर भएको राइडर कस्तो हो भनेर। 2018 देखि चलाइरहेको छु इनड्राइभ, कुरा गर्छ टुटलदेखि चलाएको राइडर हो के। धम्की दिन्छ, डराउँछ जस्तो गर्छ यार। म यस्तै हुन्छ भनेरै मेरो राइड रेकर्ड गरेको हुन्छु क्या सुरुदेखि अन्तिमसम्म।
मैले ठुलो कुरा गरेकै छैन तपाईँसँग मैले ठुलो कुरा गरेकै छैन तपाईँसँग तपाईँ ठुलो कुरा गर्दै हुनुहुन्छ घरमा के प्रब्लम थियो तपाईँको म जान्दिनँ होइन त्यहाँको भडास ममा ननिकाल्नु घरको भडास ममा ननिकाल्नु म राइडर हो होइन त्यो घरको भडास ममा ननिकाल्नु क्या तपाईँ जस्तोले गर्दाखेरि चाहिँ राइडरहरूलाई सेफ छैन कुरा गर्नुहुन्छ तपाईँ जस्तोले गर्दा चाहिँ राइडरहरूलाई सेफ छैन नचाहिँदो दुःख दिने हुन्छ नि तरिका यार लु होइन मैले घाचाक र घुचुक गरेर कुदाको स्पिड लाँदै ब्रेक लाउँदै गरेको भए ल अनसेफ भयो मैले गलत गरेँ मैले त्यो गरेकै छुइनँ म आफ्नो लाइनमा हिँडिरहेको छु आफ्नै वेमा हिँडिरहेको छु न बोलाएको छु न के गरेको छु मेरो गल्ती चाहिँ के भन्नु त दाइ लु सर भन्नुहोस् त तपाईँ नै मेरो गल्ती चाहिँ के त अब उहाँले भन्नु लु मेरो गल्ती चाहिँ के भन्नुहोस् त लु हजुर नै भन्नुहोस् न त मेरो गल्ती चाहिँ के लु भन्नुहोस् त तपाईँ हुन्छ हुन्छ गर्नुहोस् केही बात छैन गर्नुहोस् ठिकै छ मेरो पेमेन्ट गर्नुहोस् न त यहाँसम्मको पे गर्नु न मेरो यहाँसम्मको पे गरिदिनु न मलाई त्यस्तो उयो हुँदैन जति उठ्यो जति लगाउनु मन लाग्छ लगाइदिनुहोस् होइन तपाईँलाई जति दिन मन लाग्छ दिनुहोस् भनेको छु कस्तो चमकको मान्छेहरू हुन्छ यार